स्वतन्त्रबाट उठ्या भन्दिने कहिले के भन्दिने गरेर जितेर आएर फेरि पनि झुक्याउँदै झुटो बोल्दै यो पालि पनि जित्नु भएको छ। मेरो भाइलाई म अझ देशको प्रधानमन्त्री, उसलाई प्रधानमन्त्री र मन्त्री हुने ठुलो रहर थियो। मैले चिनेको ज्ञान साहित्य त्यही हो। उसलाई मन्त्री मात्रै हुने रहर थियो। आफूले राम्रो काम गरिरहेका, आफूभन्दा राम्रो काम गर्ने व्यक्तिहरूलाई कहिले पनि माथि पुऱ्याउँ अथवा केही बोलौँ भन्ने उसको मनमा कहिले पनि थिएन। फेरि पनि जितेको छ। फेरि पनि जितेर आएको त्यो भाइलाई म असाध्यै धेरै शुभकामना दिन चाहन्छु। र टिकाराम यात्री कहाँ गएर हिजो बेलुका जे कुरा उसले भन्यो अरे राम एउटा यो भिडियो चाहिँ नि जुन पिएनपी मिडिया हाम्रो युवराज खत्रीले लिएको इन्टरभ्यू, उसको नबाचेको खुट्टालाई भाँचियो बनाउने मै हो फेरि। किनकि पब्लिक सिम्पैथी बनाउनुपर्छ। बैशाखी मेरो घरमा छ, अझ पनि अहिले पनि मेरो घरमा बैशाखी छ त, मैले पनि देखाएको छु है, पवित्र राम्रोसँग थाहा छ। नमाचेको खुट्टालाई भाँचियो बनाएर होइन, हिजो चितवनको घटना के भएको थियो, सुर्खेतका घटनाहरू के भएको थियो, त्यो सबै जानकार राख्ने व्यक्ति त म, मलाई थाहा छ होइन। र म लगायत धेरै व्यक्तिहरूलाई थाहा छ होइन, उसँग नजिक भएका मान्छेहरूलाई कतिले चुप लाएर बसे। तर यसले जे भन्दै नै सहन्छ, जे भन्दै नै हुन्छ। अब जेनजीहरूले अस्ति यही माथि के अरे त्यो स्काई वक टावरमा चाहिँ नि एउटा कति घन्टाको लागि चाहिँ के गर्ने भनेर त्यहाँ एउटा स्मृति चौलागाई भन्ने एउटा जेन्जी बहिनी थिए, उनीसँग कुरा गराउँदाखेरि पनि कुरा गर्न हारेको व्यक्ति क्या। जहिले पनि हारेको व्यक्ति हो। कहिले सानो बच्चासँग नि कुरा गर्न सक्दैन हो। अनि जहिले पनि मलाई आरोप लगायो। र यो आरोप पनि यो विनयजङ बस्नेत भन्नेसँग हामीले प्र्याङ्क गरेको के पो भने दाइतले है, कहिले त भिडियो दाइतो एकफेरि यो अब खोलिन्छ, सबै खोलिन्छ त, सबै खोलिन्छ। हु इज हि एन्ड वाट इज हि भन्ने कुरो सबै खोलिन्छ। यो अत्याचारै गरे हो नि त, जहिले पनि झुक्या हेर्नु त। इन्डियन एरोनोटिक्स हेर्नुहोस्, यो एसएलसी फेल भए मान्छे इन्डियन एरोनोटिक्स पाएको थिएँ, तर मैले पछि गरिनँ। जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो, त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5, तर मैले त्यतिखेर जब गरिनँ त्यो। कारण किनभने अर्काका देशको लागि म हतियार बनाउँदिनँ, किनभने नेपाल चाहिन्छ। त्यहाँ एउटा यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदियो। हेर्नुहोस् है, तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ। टिकाराम दाइले मलाई बिहान फोन गर्नुभयो के त यो भन्नुभयो। मैले दाइ उसले जिन्दगीमै कमेडी गरिरहेछ, मान्छेलाई कमेडी गरेर उसले चाहिँ नमाच्या खुट्टालाई भाँचो बनायो, हामीले बनाइदिउँ, हामीले ढाँड्दै सिएको कुराहरू होइन। र यो चाहिँ नि पिएनपी मिडिया, हाम्रो युवराज खत्रीको पिएनपी मिडियामा राम्रोसँग हेर्नुभयो भने फुल भिडियो त्यसमै छ। अहिले बेलुका फेरि पनि त्यो भिडियो आउला होइन। तर पत्याउने जनता कस्ता क्या, जुम्लाका सोझा जनता